Hello everyone, welcome to my vlog. It's me साइस लिम्बू र अहिले चाहिँ म क्लास जान आँटेको। सो आजबाट चाहिँ जापानिज क्लासको एन्फो सुरु हुन आँटेको छ। सो त्यही भएर भिडियो बनाएको, अन्तिमसम्म हेरिदिनु होला। मैले चाहिँ जहिले 5:40 को अलार्म लाउँदै अनि आज चाहिँ अलार्म अफ गरेर हिजो छुट्टी थियो र आज चाहिँ एक्कासी घडी हेरेको अनि मात्रै थाहा पाएर छिटो गरेको। त्यही भएर एकदम अहिले चाहिँ हतारमा हिँड्नुपर्ने भइरहेछ। सो अब आज चाहिँ गएर बुकहरू दिनु छ फर्स्टमा, अनि त्यसपछि एडमिट कार्ड पनि रिन्यू गर्नुपर्ने छ र अहिले चाहिँ जाँदैछु। फाइनली साथी नै जाँदैछु र के हो एसएसडब्लु यो सबै दिल्लीको लागि के हो एसएसडब्लु भन्छ कि हाम्रो क्लासमा आधा प्रगतिमा पुग्नु भएको छ है। अब एन4 जानुको लागि सिधै हामीले 10 लेसन पढेर भयो त, एन5 को भएन त। हामीले एकदेखि वा पार्टिकल पढ्दै अनि 2 लेसनमा पुरै त्यही भएर अब एन4 पुग्यो मात्रै भनेर उयो भन्दा पनि एन5लाई नै मजाले पहिला हेर्नु पर्यो। क्लास पनि सक्यो र अब चाहिँ म रुमतिर फर्किँदैछु र हामीलाई चाहिँ एन5मा पढाउनु भएको सरले नै पढाउने हुनुभयो एन4 पनि, नत्र जनक सर चेन्ज हुने कुरा थियो, चेन्ज भएन। र आज चाहिँ मैले एन4 को बुक पनि किनिसकेँ र अब एन4 को बुक किनिसकेपछि अब घरतिर जाँदैछु र अहिले चाहिँ म पुरै रुमतिर फर्किँदैछु सो गाइज अघि 6 बजीखेर कस्तो अँध्यारो थियो होइन, अहिले चाहिँ अलिक उज्यालो भएको छ र यता चाहिँ कीर्तिपुर पार्टी प्यालेस हो र यहाँदेखि लाइन नै गरेको छ। खासमा उज्यालो हुन्थ्यो होला, अहिले कस्तो बिहान चाहिँ अलिक चिसो बढेको छ र दिन दुस्सिएर लागिरहेछ पुरै हल्का फुल्का। र म चाहिँ अब क्लासबाट घर फर्किँदै क्रममा यसो भ्लग बनाएको र अहिले चाहिँ म आजको क्लास चाहिँ होइन एकदम राम्रै भयो। आज चाहिँ सर्टली समराइज गरिदिनु भयो। अब भोलिबाट चाहिँ मिनिङहरू अनि ग्रामरहरू सुरु हुन्छ र आजबाट चाहिँ नयाँ स्टुडेन्टहरू थपिएको कारणले गर्दा आफ्नो इन्ट्रोडक्सनहरू पनि दिनु लाउनु भएको थियो र आफ्नो इन्ट्रोडक्सनहरू पनि दिएँ होइन, यसो हल्का फुल्का अनि दिएँ र दिइसकेर चाहिँ अब आएको के होला। अब फागुन लाग्न आँटिसक्यो र नि जाडो अझैसम्म काठमाडौँमा चाहिँ खासै हटेकै छैन, सायद त्यो अलिक डाँडा भएर होला। र अब चाहिँ म रुममा पुग्न आँटेँ। सो भिडियो यतिसम्म हो।